लगानी थोरै जम्मा गर्दै गएको छ। हेर्नुहोस् त 10 लाखको बिमा गर्दा 70,000 वर्षको जम्मा गर्दै गएको छ। रिस्क ट्रान्सफर गरेको 20 लाखभन्दा बढीको रिस्क ट्रान्सफर गरिरहेको छ। उसले 70,000 जम्मा गर्दै 15 वर्षमा ऊ केही भएन। 15 वर्षमा उसको बिमा रकम टोटल 10 लाख प्लस अर्जित बोनस टेन्टेटिभली 10 लाख गर्दा 20 लाख उसले स्वयंले पाउँछ। भरपर्दो आफू जीवितै हुँदा उसैको लागि भयो। यदि ऊ केही तलमाथि भइदिइहाल्यो, बिचमा तलमाथि भइदियो, यदि दुर्घटनाबाट केही भइदियो, उसको इच्छाको कानुन अकुवालाले 10 गुणा 20 लाख प्लस कति वर्ष उसले बिमा रकम तिरेको छ त्यति वर्षको बोनस। नेचुरल डेथ भएको खण्डमा 10 लाख प्लस अनि जति वर्ष तिरेको छ त्यति वर्षको बोनस प्राप्त गर्छ। भनेपछि यो मरेर पाउने होइन, जीवित रहँदा पनि पाउने हो। यो भविष्यको लागि बचत गर्ने माध्यम नै हो, भरपर्दो लगानी गर्ने क्षेत्र नै हो। कहिलेकाहीँ नसोचेको अकल्पनीय घटना घटिहाल्यो भने परिवारलाई राहत हो, किनकि मान्छे अमर त कोही छैन। मान्छे त एक दिन मर्नै पर्छ। हामी मर्नै जन्मेका हौँ, एक दिन मर्छौँ, तर हाम्रो मरण कहिले हुन्छ भन्ने ठेगान छैन। त्यसै कारणले ब्याकअपमा जहिले पनि हामीले इन्स्योरेन्स राखेर बस्नुपर्छ। इन्स्योरेन्स ब्याकअपमा राखेर बस्यो भने हाम्रो सन्ततिले फाइनेन्सियल्ली अप्ठ्यारो पाउँदैनन्। हजुर